उसले ल डुङ्गा पल्ट्यो भनेपछि तपाईँहरू हामी गइहाल्छौँ। एक्ज्याक्ट लोकेसन उसले हेरिराखेको हुन्छ माथिबाट। त्यो रेस्क्यु गर्न चाहिँ त्यो तालमा सजिलो कि खोलामा सजिलो? तालमा सजिलो छ। किन? तालमा अब फिक्स ठाउँ हुन्छ। खोलाहरूमा नदीहरूमा भनेको त तपाईँको पानीको करेन्टले धकेलिराखेको हुन्छ। फिक्स ठाउँ भने ठाउँबाट कहिले 100-150 मिटर तल पनि पुग्छ, कहिले भेटिँदैन, कहिले 1-1.5 किलोमिटर तल भेटिन्छ। तालमा भएन तपाईँको 10 देखि 15 मिटर वरिपरि दायाँ बायाँ खोज्यो भने डुबिहाल्यो भने पनि भेट्टायो। नत्र तालमा त अनि त्यहाँ तालमै बेस रेस्क्यु टिम बसेको हुन्छ हाम्रो 12 घन्टा। बिहान 6 बजीबाट बेलुका 6 बजीसम्म। गर्मीको सिजनमा 8 बजीसम्मै बस्छौँ। त्यो भयो भने माथिबाट एकजनाले बाइनोकुलरको हामी 10 जना गएको हुन्छ सर। एकजनाले बाइनोकुलरबाट हेरिराखेको हुन्छ ड्युटी। कहाँ यो? फेवातालमा। भनेको त्यो 24 आवर भनेको बिहानदेखि बेलुकासम्म 12 घन्टा चाहिँ 12 घन्टादेखि 16 घन्टा। गर्मीको सिजनमा 16 घन्टै भेट्छ। त्यो लगभग 8, 7:30, 8 बजीसम्मै उज्यालो हुन्छ नि सर। जाडो सिजनमा अलिक कम, बिहान 6 बजे। त्यो कहाँसम्म कुन एरिया कभर गर्नुहुन्छ तपाईँले हेर्नुहोस् त बाइनोकुलरबाट? बाइनोकुलरबाट तालबराई मन्दिरको बायाँपट्टि 300 मिटर, माथि उता पामे साइडमा सबै सर, हल्लनचोकदेखि माथि सबै त्यो देखिन्छ त्यहाँबाट? हजुर। त्यो चाहिँ 16 घन्टा कन्टिन्यू नै हुन्छ? कन्टिन्यू हुँदैन सर। बिहान 6 बजीदेखि 10 बजीसम्म एक सिफ्ट, 10 बजीबाट अर्को सिफ्ट, 2 सिफ्ट हुन्छ। तर हेर्न चाहिँ मोनिटरिङ चाहिँ 16 घन्टै हुन्छ। अनि जस्तो त्यहाँ कुनै दुर्घटना घट्यो भनेर सबभन्दा पहिला कसरी खबर आउँछ तपाईँहरूलाई चाहिँ? हामी त्यही बाइनोकुलरबाट हेरेको हुन्छ सर। बाइनोकुलरबाट हेरेर देखिन्छ, प्रष्ट देखिएको हुन्छ। त्यसको बावजुद हामीले फेवातालको प्रत्येक कुनामा हाम्रो विपद व्यवस्थापन टिम रेस्क्यु टावर प्लस कालिका गणको र नेपाल प्रहरीको होर्डिङ बोर्ड राखेर अहिले सुरक्षाको सतर्कता अपनाइरहेको छ। रेस्क्यु टावर भन्नाले कस्तो? रेस्क्यु सम्बन्धी अब रेस्क्यु गर्ने व्यक्तिहरूको, संस्थाहरूको नाम नम्बर सहितको प्रत्येक कुनाहरूमा खोज जस्तो हुन्छ नि सर। सेती के अरे फेवातालमा यता गौरीघाट साइड, उता पामे साइड, यता खपौती साइड, मेन ठाउँहरूमा होर्डिङ बोर्डमा कालिका गणको, नेपाल प्रहरीको अनि हाम्रो रेस्क्यु टावरमा हुने नम्बर, सम्पर्क नम्बरहरू राखेर सबै व्यवस्था गरिराखेको छ। त्यहाँबाट खबर नि आउँछ, स्थानीयबाट खबर नि आउँछ। हामीले बाइनोकुलरबाट हेरिराखेको माध्यमद्वारा नै हामी दौडेर जान्छौँ। अनि तपाईँहरू गइहाल्नुहुन्छ? हजुर। मोटर स्ट्यान्ड बाई राखेको हुन्छ सर, त्यो मोटर लिएर जान्छ। अनि तपाईँहरू पुगिहाल्नुहुन्छ? हजुर। रेस्क्यु गर्न चाहिँ पहिलो चरण चाहिँ के हुन्छ? सेफ्टी फर्स्ट नै हुन्छ सर। रेस्क्यु गर्न जाने बेला तपाईँहरू आफ्नो सेफ्टी भयो होइन? हजुर। त्यसपछि के गर्नुहुन्छ? सेफ्टी हामी लगाइसकेपछि अनि हामीसँग भएको इक्विपमेन्टहरू हुन्छ नि सर, गोताखोर सेटको हुन्छ, अनि एक्स्ट्रा लाइफ ज्याकेटहरू हुन्छ, त्यो लिएर हामी जान्छौँ। तपाईँहरूसँग त्यो डुङ्गा पल्टेको ठाउँसम्म पुग्नको लागि अथवा रेस्पोन्स गर्नको लागि चाहिँ कति टाइममा तपाईँहरू तयार हुनुपर्छ? तयारी नै हुन्छौँ सर। माथिबाट एकजनाले हेरेको हुन्छ, तल हामी सेट लगाएर हुन्छ कि अनि मोटर स्ट्यान्ड बाई राखेर रेडी भएर बसेको हुन्छ। उसले खबर गर्ने बित्तिकै हामी दौडिहाल्छौँ। उसले ल डुङ्गा पल्ट्यो भनेपछि तपाईँहरू हामी गइहाल्छौँ सर। एक्ज्याक्ट लोकेसन उसले हेरिराखेको हुन्छ माथिबाट। हामी त तालमा त कस्तो हुन्छ सर, तपाईँ मबाट हेर्नु र मैले तपाईँबाट हेर्नुमा धेरै फरक हुन्छ। फेरि हामी लगभग तालबाट जाँदा, मोटर लिएर जाँदा त्यस्तो धेरै अप्सन आउँछ सर। यहाँनिर डुबेको भनेर माथिबाट गरेको हुन्छ, हामी जाँदा धेरै टाढा गइसके जस्तो हुन्छ कि अनुभव चाहिँ। तालमा नजिकबाट हेर्नु र टाढा माथिबाट हेर्नु र जानुमा धेरै फरक हुन्छ। फेरि तालमा डुबेको मान्छे बग्दै पर पुग्छ? पुग्दैन सर। कति गहिरो फेवाताल? 60 देखि 65 फिट सर। बर्खामा 65 नाग्छ, अहिले हिउँदमा अलिक कम हुन्छ। के कुरामा चाहिँ एकदम ध्यान दिनुपर्छ फेवातालमा? तपाईँ पानीमा खसिसकेको व्यक्ति आत्तिएर ऊ आफू नि धेरै आत्तिएर, अरू नि आफू आत्तिएर यस्तो पानीले हिर्काइराखेको हुन्छ उसलाई। अनि जहिले पनि कि पछाडिबाट जानुपर्छ कि टाढैबाट सामान फालिदिनु पऱ्यो क्या, नत्र उसले हामीलाई नै भिक्टिम बनाउने सम्भावना धेरै हुन्छ। भनेको डोरी फाल्ने? डोरी, थ्रो ब्यागहरू, लाइफ ज्याकेटहरू, ट्युबहरू हुन्छ नि सर, ती फाल्ने। अनि त्यसपछि उसले त्यसमा एकछिन होल्ड गर्छ, आत्तिन छोड्छ, हामीले सम्झाइ बुझाइ गर्छौँ त्यति बेलासम्म। अनि त्यसपछि नि हामीले बोटमा उचालेर राख्ने। च्यालेन्जिङ हुन्छ है? धेरै च्यालेन्जिङ हुन्छ सर। वाटर रेस्क्यु गर्दा चाहिँ मेन च्यालेन्ज चाहिँ के कुराको हुन्छ? अब आफै भिक्टिम होइन कि अनि च्यालेन्ज हुन्छ नि सर। मेन च्यालेन्ज है? हजुर। त्यो भनेको चाहिँ डुबेको मान्छेले चाहिँ तान्छ कि भन्ने। हजुर। अनि पानीको करेन्टले त्यस्तै हानेको हुन्छ। त्यो पोखराको फेवातालमा चैत वैशाखको हावाहुरी बाहेक
अरू बेलामा पनि दुर्घटना भएका छन्, ठुला दुर्घटना? ठुलो दुर्घटना हुँदैन सर। जस्तो नर्मल सामान्यतया त मान्छे खस्ने ओर्ने भइहाल्यो। हजुर। डुङ्गै पल्टेको चाहिँ तपाईँलाई याद छ कुनै घटना? पहिला हुन्थ्यो सर, अहिले त छैन। पहिला धेरै पहिला भएको थियो। तपाईँ हुँदामै हजुर याद छ त्यो घटना? याद छ। एकजना दिदी कस्तो गर्नुभयो भन्दा सुसाइड गर्ने उद्देश्यले नै आउनुभएको रहेछ। एकजना पहिला लेडिजहरू 3 जना हुनुहुन्थ्यो त्यहाँ चलाउने। एकजना दिदीले लिएर जानुभएछ, जम्प गर्नुभएछ, उहाँ कपाल समातेर बस्नुभएछ। अनि पछि मलाई खबर गर्नुभयो त्यहाँ टावरमा। अनि म गएँ, म लगायत मेरो टिम गयो। पछि लिएर आयौँ हामीले वारी आएर। तपाईँ के गरेको यो भनेको, मलाई सुसाइड गर्न दिनु भन। एकछिन के गर्यो भन्दा हामीले त्यहाँ सम्झाइ बुझाइ गरियो, भएन। अनि हामीबाट त्यहाँ सम्झाइ बुझाइ नेपाल परल बुझाइयो। त्यसपछि फेरि अर्को साइडबाट अर्को ठाउँबाट आउनुभएछ र फेरि अर्काको बोटबाट फेरि बोटसहित डुबेर जानुभयो। मान्छे के भयो त्यति बेला? मान्छे डेड भएपछि सुसाइडै गर्नु हो उहाँले? हजुर। जस्तो फेवातालमा सुसाइड गर्ने हिसाबले पनि आउँछन् मान्छे? धेरै हुन्छ सर, रातिमा धेरै हुन्छ। भेटिएको पनि छ डेड बडीहरू? डेड बडी भेटिन्छ सर। अनि रेस्क्यु गरिएको पनि छ सुसाइड गर्दै गर्दा? सुसाइड गर्दै गर्दा छ सर। जस्तो हाम फालिसकेपछि रेस्क्यु गरिएको पनि छ? सर। जिउँदै? जिउँदै 5-6 जना जति छ फेवातालमै। अहिलेसम्म तपाईँले कति उद्धार गर्नुभयो त्यहाँ? जीवितै सर लगभग 100 कटै छ होला।